ल आज हामी फेरि अर्को भिडियो लिएर आएको छौँ। कक्षा 10 कै गणित विषयको अभ्यास 8.1 कै 2 नम्बरमा छ। सरल गर्नुहोस्, त्यही सोल्भ गर्छु आज। 2 नम्बरको क नम्बरमा हिसाब के छ भने ए को मुनि ए माइनस बी प्लस बी को मुनि बी माइनस ए। हामी सबभन्दा छिटो अथवा सजिलो तरिकाबाट हामी सोल्भ गर्छौँ। सोलुसन। अब हेर्नु यसमा कति राम्रो क्वेसन छ। ए को मुनि ए माइनस बी प्लस बी को मुनि के छ बी माइनस ए छ। अब हामीले पढेछौँ कि समान हर र असमान हर। यसमा त अहिले त असमान हर छ, हामीले के बनाउनु पर्यो समान हर बनाउनु पर्यो। अब समान हर र अंशको कुरा छ यसमा। अंश भनेको माथिको हुन्छ र हर भनेको के हुन्छ तलको हुन्छ। अंश र हर त यहाँ जस्तै ए माइनस बी छ, यहाँ बिचमा प्लस छ अनि बी माइनस ए छ, त हामी यसलाई के बनाउन सक्छौँ ए माइनस बी अथवा यसलाई नै पनि हामी बी माइनस ए बनाउन सक्छौँ हैन। त हामी के गर्छौँ ए माइनस बी प्लस यसैलाई बनाउँछौँ हामी ए माइनस ए अगाडि लिन्छु अनि प्लस बी छँदैछ बी लिन्छु हैन। समान हर बनाइरहेको छु हामी। ए को मुनि ए माइनस बी प्लस बी को मुनि माइनस ए। हामी के माइनस के गर्छौँ हामी यसमा कमन लिन्छौँ। माइनस कमन लिएपछि त माइनस माइनस प्लस हुन्छ, प्लस यहाँ छ माथि, त्यही भएर हामी माइनस कमन लिएपछि माइनस माइनस प्लस बी नै भइहाल्यो। अब हामी समान हर भइहाल्यो हैन। ए को मुनि ए माइनस बी। अब हेर्नु यो प्लस र यो माइनस मल्टिप्लाई हुन्छ त प्लस माइनस के हुन्छ माइनस हुन्छ। बी को मुनि ए माइनस बी, यो माइनस यो प्लससँग मल्टिप्लाई भएर प्लस माइनस यो माइनस भइहाल्यो। अब हेर्नु त ए माइनस बी अनि ए माइनस बी समान हर आयो नि त। समान आएर पाएपछि के हुन्छ ए माइनस एउटा हुन्छ ए माइनस बी अनि माथि ए माइनस बी नै हुन्छ। अब ए माइनस बी तल माथि के भने कटिहाल्यो भने के आयो 1 आयो हैन। त्यही भएर हामी यही हो के एन्सर। यो 2 को सरल गर्नुहोस् भने 2 को क हो। अब हामीले 2 कै ख मा गर्नुपर्छ। क्वेसन हाम्रो के छ 1 को मुनि बी माइनस सी माइनस बी प्लस सी बी स्क्वायर माइनस सी स्क्वायर छ हैन। क्वेसन यस्तो छ है 1 को मुनि बी माइनस सी माइनस बी प्लस सी को मुनि बी स्क्वायर माइनस सी स्क्वायर क्वेसन छ। क्वेसन राम्रोसँग हेर्नु है। यो सोलुसन गरेपछि के छ 1 को मुनि बी माइनस सी माइनस बी प्लस सी बी स्क्वायर माइनस बी स्क्वायर सी स्क्वायर। एउटा कुरा यसमा जान्नुपर्छ साथीहरू कि हामीलाई सबभन्दा पहिला इम्पोर्टेन्ट छ फर्मुला अथवा सूत्र हैन। त्यो सूत्र हामीलाई आउनु पर्यो। त्यसलाई आउँदैन त्यो एकचोटि हेरिहाल्नु। ए स्क्वायर माइनस बी स्क्वायर को फर्मुला हुन्छ ए प्लस बी एन्ड ए माइनस बी फर्मुला हुन्छ है। यो फर्मुला घोकिहाल्नु काम लाग्छ। त्यही भएर अब हामी के गर्नु छ 1 को मुनि बी माइनस सी छौ अनि प्लस बी प्लस सी हैन। अब हेर त ए स्क्वायर माइनस बी स्क्वायर त्यही फर्मुला हुन्छ नि बी स्क्वायर माइनस सी स्क्वायर के हुन्छ फर्मुला बी प्लस सी एन्ड बी माइनस सी हुन्छ हैन। यति ल। अब हामीले के गर्नुपर्छ एलसीएम लिनुपर्छ हैन। त्यसलाई हामी लसा भन्छौँ। त के हुन्छ लसाको फर्मुला साझा इन्टु बाँकी गुणनखण्ड। साझा गुणनखण्ड इन्टु बाँकी। साझा गुणन बी माइनस सी छ हैन, बी माइनस सी छ। बाँकी गुणनखण्ड के छ बी प्लस सी छ हैन। अब हामीले के गर्नु पर्यो यहाँ त माथि 1 छ त 1 इन्टु अब बी माइनस सी ले तलकोमा बी माइनस सी अथवा बी प्लस सी मा के गर्नुपर्छ भाग गर्नुपर्छ। यो लिएर यसमा भाग गर्ने अनि भाग गर्छ भने के हुन्छ बी माइनस सी कटिहाल्छ के बच्छ बी प्लस सी। त बी प्लस सी बच्यो। यहाँ के आयो माइनस, यहाँ माइनस छ नि त हैन। अब माथि के छ बी प्लस सी
तल के छ b + c र b - c लिएर यसमा b - c र b + c मा भाग गर्दा के आउँछ इन्टु 1 आउँछ हैन। त्यसपछि के हुन्छ b + c माथि अब यो माइनस b + c नै हुन्छ। तल b - c एन्ड b + c हुन्छ। अब हामीले जोड घटाउ गर्दाखेरि b + c योको माइनसले के गर्ने गुणन गर्ने त माइनस b माइनस प्लस माइनस c को मुनि के गर्ने b - c अथवा इन्टु b + c छ हैन। b - c इन्टु b + c छ। त हेर्नु त यहाँ b प्लस मा छ नि यो b प्लस मा छ नि यहाँ लुकेर बसेको छ प्लस अनि यहाँ त b के मा छ रे माइनस मा छ त यो के भयो कटिहाल्यो। अब c पनि के मा छ प्लस मा यता c पनि के मा छ माइनस मा यो पनि के भइहाल्यो कटिहाल्यो। कट्दाखेरि माथि के भइहाल्यो 0 तल के भइहाल्यो b - c एन्ड b + c। त कुनै नम्बरले 0 मा भाग गर्दाखेरि के आउँछ 0 नै आउँछ। यसको एन्सर 0 नै हुन्छ। अब हामी ग नम्बर गर्छौं। अब हामी 2 को ग नम्बर गर्छौं। सरल गर्नुहोस् को ग नम्बरमा छ। ग नम्बरको हिसाब के छ 1 को मुनि m - n प्लस m 1 को मुनि m प्लस n छ। सबभन्दा सजिलो तरिका। क्वेसन एकचोटि हामी फेरि पढौँ 1 को मुनि m - n प्लस m 1 को मुनि m प्लस n छ। अब यसमा हामी के गर्छौं भने तल दुईटीको एलसीएम लिने। एलसीएम के आउँछ m - n एन्ड m प्लस n नै आउँछ। अब माथि यहाँ के छ 1 छ हैन त्यो 1 इन्टु अब m - n लिएर यहाँ m - n इन्टु m प्लस n भाग गर्दाखेरि m - n m - के हुन्छ कटिहाल्छ। के बच्छ m प्लस n बच्छ। प्लसको यो प्लसको प्लस। अब फेरि यहाँ 1 छ यो 1 अब फेरि m प्लस n मा तलमा भाग गर्दाखेरि m प्लस n कटिहाल्छ। के बच्छ m - n बच्छ। ल अब 1 ले गुणन गर्दाखेरि के हुन्छ m प्लस n नै हुन्छ प्लस अब फेरि प्लस 1 ले गुणन गर्दा के हुन्छ m प्लस माइनस n नै हुन्छ हैन किनकि प्लस माइनस माइनसै हुन्छ हैन। तल के भइहाल्यो m प्लस n एन्ड m माइनस n। माथि हेर्नु त प्लस n छ र माइनस n छ के हुन्छ कटिहाल्यो हैन। प्लस माइनस माइनस हुन्छ त्यही भएर n कटिहाल्यो। अब यहाँ पनि प्लस 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 हुन्छ त्यही m जोड्दा के हुन्छ 2m हुन्छ। अनि के हुन्छ यहाँ m प्लस n एन्ड m माइनस n। अब यही हाम्रो एन्सर हुन्छ हैन। यसलाई हामी m प्लस n m माइनस n लाई हामी m² माइनस n² पनि लेख्न सक्छौं। अब हामी के गर्छौं घ नम्बर बनाउँछौं 2 कै घ नम्बर। यसको के छ क्वेशन m प्लस n एन्ड तल m माइनस n प्लस m माइनस n को मुनि m प्लस n छ। यो पनि हामी सजिलो तरिकाले बनाउने। के लेख्ने रे सोलुसन ल यसमा हामी पनि के लेख्ने तलको छुट्याउने मतलब एलसीएम लिने m प्लस n एन्ड m माइनस n हैन। अब माथि के छ m प्लस n हैन। अब m प्लस n छ यो m माइनस n ले यसमा भाग गर्दाखेरि के हुन्छ m माइनस n m माइनस कटिहाल्छ। के भन्छ m प्लस n बच्छ। फेरि प्लस यो प्लस प्लस माथि के छ m माइनस n छ हैन।
यो यम प्लस यन लिएर यसमा के गर्ने भाग गर्ने त प्लस यहाँ पनि प्लस प्लस कटिहाल्छ त यम माइनस यन बच्छ यम माइनस यन बच्छ हैन। त्यसपछि यम प्लस यन के छ आधार सेम हुन्छ गुणनमा हुन्छ त पावर के हुन्छ जोडिन्छ। यसमा एक पावर केही छैन भने 1 छ यहाँ पनि केही छैन भने 1 छ हैन के हुन्छ यम प्लस यन को स्क्वायर प्लस यहाँ के हुन्छ यम माइनस यन छ नि यसमा पनि आधार सेम छ भने के हुन्छ पावर जोडिन्छ हैन केही छैन भने 1 यहाँ पनि केही छैन भने यसको 1 जोडिन्छ हैन यम माइनस यन को स्क्वायर के आयो यम प्लस यन एन्ड यम माइनस यन। अब हेर्नु त अब के हामी गर्नु यसमा यम प्लस यन स्क्वायर यम प्लस यम माइनस हल यसलाई हामी के मान्छौ ए मान्छौ यसलाई हामी के मान्छौ बी मान्छौ ए स्क्वायर प्लस बी स्क्वायर को फर्मुलाबाट हामी लगाउँ यम प्लस यन को होल स्क्वायर प्लस यम माइनस यन को होल स्क्वायर छैन त हामी के गर्छौं यसमा ए प्लस बी को होल स्क्वायर फर्मुला आउँछ ए प्लस बी को होल स्क्वायर वहाँ जसलाई आउँदैन एकचोटी हेरिहाल्नु ए प्लस बी को होल स्क्वायर को फर्मुला आउँछ ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर फर्मुला हुन्छ हैन। अब ए माइनस बी को होल स्क्वायर फर्मुला आउँछ ए स्क्वायर माइनस 2ab प्लस बी स्क्वायर को फर्मुला आउँछ यो फर्मुला पनि एकचोटी हेरिहाल्नु सिकिहाल्नु राम्रो हुन्छ। अब ए यम प्लस यन को होल स्क्वायर फर्मुला के हुन्छ यम स्क्वायर प्लस 2m यन माइनस यन स्क्वायर अब यो प्लस को प्लसले गुणन गर्दाखेरि प्लस माइनस माइनस हुन्छ त्यही भएर हामी यसमा यम माइनस यन को होल स्क्वायर फर्मुला लेख्दा यम स्क्वायर माइनस 2m यन प्लस यन स्क्वायर तल के छ यम प्लस यन यम माइनस यन यम प्लस यन एन्ड यम माइनस यन नै छ त यम स्क्वायर प्लस 2m यन माइनस यन स्क्वायर प्लस यम स्क्वायर माइनस 2m यन प्लस यन स्क्वायर छ नि हेर्नु त यहाँ माइनस 2m यन छ यता के छ प्लस 2m प्लस माइनस माइनस यो कटिहाल्यो अब के बच्यो यम स्क्वायर भनेको 2m स्क्वायर प्लस यहाँ प्लस यो पनि यो प्लस माइनस माइनस यो पनि कटिहाल्यो हैन त हामीले के माथि माथि यम स्क्वायर प्लस यम स्क्वायर 2m यत माथि के बच्यो तल के बच्यो यम प्लस यन एन्ड यम माइनस यन यही हाम्रो के भइहाल्यो आन्सर भइहाल्यो 2m स्क्वायर को मुनि यम प्लस यन यम माइनस यन छ नि यसलाई हामी ए प्लस बी इन्टु ए माइनस बी अथवा ए स्क्वायर माइनस बी स्क्वायर फर्मुलामा छ नि त यम स्क्वायर माइनस यन स्क्वायर पनि राख्न सक्छौँ यो पनि राख्न सक्छौँ हामी है त यो हाम्रो 2 को ग र घ हो। अब हामी 2 कै के भन्छौँ अङ्क नम्बर अथवा 1 नम्बर 4 नम्बर 6 नम्बर सबै हामी गर्छौँ पालो पालो गर्छौँ है हस्।